यो चाहिँ अहिले म चाहिँ मलेसियाको बातिकेपमा छु। बातिकेप र यहाँको एकदम नघुमिकन नहुने ठाउँ। यो एकदम पर्यटक स्थल पनि पर्छ, धार्मिक स्थल हो बातिकेप। र यसमा विभिन्न देशको मान्छेहरू आउँछन्। र यसमा मैले एउटा के चाहिँ देखेँ भने धार्मिक सहिष्णुता त एकदम राम्रो देखेँ मैले, किनभने यहाँ सबै धर्मका मान्छेहरू आउँछन्। यहाँ सबै मुस्लिमदेखि लिएर क्रिस्चियन, हिन्दू, जैन, बुद्धिस्ट सबै अल धर्मका आउँछन्। त्यही भएर यहाँ बराबर रेस्पेक्ट छ उहाँहरूलाई, किनभने सबैलाई देख्न सकिन्छ। यहाँ सबै धर्मका मान्छेहरू छन्। हाम्रो देश जस्तो छैन। हाम्रो देशमा भनेको अहिले त यो जात यो धर्म भन्ने छ, त्यो यस्तो छैन। यहाँ एकदम राम्रो पक्ष त्यो यहाँको है त। र तपाईँहरूलाई पनि विश्वास लाग्दैन भने यदि मलाई ढाँटेको जस्तो लाग्छ भने तपाईँले जो पनि आउन सक्नुहुन्छ यहाँ। र यो बातिकेपमा तपाईँ हेर्न सक्नुहुन्छ। यसमा विभिन्न देशको मान्छेहरू र सबै जातिहरू, सबै धर्मका मान्छेहरू हुन्छन्। त्यो भनेको एकदम धार्मिक सहिष्णुता हो। त्यो एकदम राम्रो पक्ष हो। त्यसले गर्दा भोलि के छ भने देशलाई झन् प्रबल बनाउँछ र सबैलाई एकअर्कालाई सम्मान गर्दाखेरि त्यो झन् त्यो धर्म अथवा त्यो संस्था अथवा त्यो कुनै पनि पार्टी भनौँ न सबैको सर्वमान्य हुन्छ। त्यही भएर हामीले पनि कहीँ त्यस्तो आफ्नो गाउँठाउँमा त्यस्तो गरेको छैन। यो कुरा हामी सिक्न आवश्यक छ है त। त्यही भएर सबैलाई हाम्रो यो चाहिँ भगवानले रक्षा गरून्।